तेरो गुड मर्निङ सेवारो मेरो चाहिँ ह्याप्पी सन्डे यसरी भइरहेछ होइन। अरू बेला चाहिँ अब यसो यति बेला चाहिँ गाडी घोडा मान्छे भिजिटर होइन पार्सल भन्दै कुदै कुदै गर्नुपर्छ। आज चाहिँ अब आफ्नो ड्रेसहरू धोएर सुकाएको छु होइन। चिया नास्ता खाइयो, खाना भयो, खाना खाएपछिको चाहिँ अब गार्ड हाउसको यो 5 स्टारको लजमा भङ्लङ्ग पल्टिँदा कति आनन्द आउँछ होइन गाइस। अब तपाईँहरूको पनि लगभग यस्तै त होला नि, हामी पालेदारको होइन। जहाँ जहाँ हुनुहुन्छ जता हुनुहुन्छ एकदम राम्रोसँग बस्नु होला, आफ्नो स्वास्थ्यको केयर गर्नु होला होइन। म चाहिँ बुढो मान्छे यहाँ 18 वर्ष बसेँ। अब 18 वर्षमा चाहिँ अब 3 दिन छ म जानु लागेको छु होइन। अब जाने हो, साथीहरू पनि यहाँ बस्नु, साथीहरू राम्रो पैसा कमाएर ल्याउनु होला, थोर थोर बचत गरेर त्यही पैसाले चाहिँ नेपालमा चाहिँ अब केही व्यापार बिजनेस लगानी गरेर आफ्नो बालबच्चालाई पढाइ खर्च पछि बुढेसकालमा पनि यसो बसेर खान पुगाउने धेरै राम्रो होइन। त्यसो लिएर आउनुहोस् गाइस। म चाहिँ आज जिन्दगीको पहिलोचोटि सुतेर 5 स्टारको लजको चाहिँ मैले भिडियो बनाउँदैछु गाइस। अब यो के भन्छ प्र्याक्टिस गर्दैछु अलिअलि। प्र्याक्टिस गरेको अब 5 वर्षसम्म त सिकिन्छ होला होइन। उपर गएर सिकिन्छ कि क्या हो, हरेक कुराको हुनु तपाईँको जानेको हुन्छ र विज्ञ हुन्छ र अनि सिक्दै जाने कुरा हुन्। त्यही भएर हल्का भिडियो बनाएको मैले होइन। तर यो ट्याग अब फेसबुकमा पनि म अपलोड गर्छु। कसै लाइक कमेन्ट पनि गरिदिनु होला साथीहरू। ल बाबाई सेवारो नमस्ते भन्दै म चाहिँ सुतेको काका म अब भिडियो अफ भए। बाई, नमस्ते।